पहाडको रानी भनेर चिनिने मसुरी पहाड देहरादुन हुँदै हामी चाहिँ अहिले देहरादुनको सहरबाट मसुरी पहाडमा हुँदै यहाँको मनपुर झारनातर्फ लाग्दैछौँ। यतिखेर चाहिँ हामी लगभग नेपाल घुमेर समेटिने पहाडको बाटो हुँदै झरनातर्फ लागिरहेका छौँ। तपाईँ देखिरहनु छ गाडीमा चाहिँ ड्राइभ गरिरहेको छौँ। यतिखेर हामी गाडी स्टाफसँगै प्रदीप, दर्पण, हरि अनि म स्वयं कृष्ण यतिखेर माउन्टेन झरनाको नजिक चाहिँ हामी पुगिरहेका छौँ। म आफ्नो वेमा चलिरहेको छु अनि ब्याक साइडबाट साथीहरू डिस्टर्ब गरिरहनु भएको छ। बारीहरू चिल्लो डाँडाहरू पनि म देखिरहेको छु। यहाँ गुराँसका बुट्टाहरू पनि देखिरहेको छु मैले। झन्डै नेपालको निरा समेटिने ठाउँ र हामी बिचमा एकदम राम्रो पहाडहरू चाहिँ म देखिरहेको छु। यतिखेर चाहिँ हाम्रो साथीहरू चाहिँ बिल्कुल इन्जोय रूपमा मजा लिइरहनु भएको छ होइन साथीहरू? यहाँहरूलाई ट्रिप कस्तो लागिरहेको छ? ल म यहाँनिर आफ्नो राय जान्न चाहे। हाम्रो सबभन्दा सानो भाइ मिस्टर दर्पण लम्साल, तपाईँले यो ट्रिपको बारेमा के भन्नु छ? केही भन्नु छैन एकदम ट्विस्ट अहिलेसम्म आएको। के तपाईँको लाइफको पहिलो ट्रिप हो? मसुरी मेरो पहिलो ट्रिप हो। मसुरी त हामी सबैको पहिलो ट्रिप हो। हामीहरू सबै ग्रुपमा हिँडेको यो पहिलो। तर तपाईँको पर्सनल रूपमा भन्नुपर्दाखेरि तपाईँको ट्रिप चाहिँ यो पहिलो ट्रिप हो। अनि भन्छन् मर्निङ सो द डे यहाँदेखि हुने बिराको चिल्लो बात भने चाहिँ तपाईँको पहिलो ट्रिप कस्तो लागिरहेको छ? ओके म लागिरहेको चाहिँ म बहुत इन्जोय गरेँ हो। ओके लास्टमा चाहिँ यो ट्रिपलाई के भन्न चाहनुहुन्छ? एकदम सफलतापूर्वक बित्यो भन्न चाहन्छु। ओके म लागि नेक्स्ट वार। अनि हाम्रो ह्यान्सी जेन्सी ब्रो मिस्टर प्रदीप ट्रिपको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँको राय? राम्रो छ, लागिसकेको रहेछ। ओके तपाईँ काठमाडौँको वातावरणमा हो लगभग 400 वर्ष बिताउनु भएको मान्छे। अनि काठमाडौँको बसाइ अनि दिल्लीको बसाइ अनि हरिद्वार हुँदै ऋषिकेशसम्मको यस ट्राभललाई कुन रूपमा लिनुहुन्छ? ओके अनि लास्टमा तपाईँको यो नेपालको त सायद 2-3वटा ट्रिप बताइसक्नु भयो। इन्डियाको तुलनामा सायद मेरो विचारमा लाग्छ, मेरो एक्सपिरियन्समा 4-6 महिना भएको कारणले सायद पहिलो ट्रिप होला। अनि यो ट्रिपको बारेमा तपाईँले लास्टमा के भन्न चाहनुहुन्छ आफ्नो पर्सनल? ओके आई एम वेटिङ फर योर फिडब्याक। अनि म लागिरहन चाहे मिस्टर हरि थापा छेत्री मन्द मुस्कानमा मुस्कुराइदिनु भएको छ। हाम्रो यो टोलीको सबैभन्दा गार्जेन्स पनि हुन्छ, अलिकति हाम्रो सिनियर लाउडली तपाईँको आवाज चाहिँ अलिक स्लो आएको छ नि लाउडली। देहरादुन मसुरीसम्मको यस यात्रालाई चाहिँ तपाईँले कुन रूपमा लिनुभयो? ओके ल म यहाँलाई ऱ्याफ्टिङको कुरा गर्नुभयो तपाईँ। हामी हरिद्वार हुँदै ऱ्याफ्टिङमा पुगेका थियौँ। अनि सायद हामी सबैको ऱ्याफ्टिङ फर्स्ट टुर थियो अनि ऱ्याफ्टिङ पनि फर्स्ट थियो। अनि तपाईँले ऱ्याफ्टिङको बारेमा लगभग सबै सायद डराएको अनुभवमा देखिरहेको थिएँ। त्यतिखेरको अनुभव एकचोटि झल्काउनुहोस् त।
अनि सातजना साथीहरू थियो, तिनजनाले ओके लाइफभरि पनि अन्त हुन्छ होला र मसुरी मलाई एकदम राम्रो टाढा प्रदेशमा आफ्नै गाउँ ओके यहाँलाई कि हाम्रो भन्थे पहिले जस्तै हाम्रो इतिहासमा यो जग्गा पनि हाम्रो एरियाभित्र पर्छ भन्थे अनि आज चाहिँ हामी आएर यो जग्गाको बारेमा आफ्नो अवलोकन गर्न यतिखेर हामी बुकिङ गाडीको साथमा एकदम रफ्तारमा छौँ बाटोहरू लगभग हाम्रो डेस्टिनेसन चाहिँ लगभग आउँदैछ र यो हाम्रो साइड ग्रुपिङ पहिलो ट्रिप भएको कारणले चाहिँ ऱ्याफ्टिङ लगायतका धार्मिक सहिष्णुता बोकेका हरिद्वार जस्ता मन्दिरबाट ट्राभल गर्दै हामी देहरादुनबाट चाहिँ अहिले पहाडको रानी भनेर चिनी मसुरी पहाडबाट हामी कौन सा था झरना क्याम्पिङ फर झरनातर्फ हामी लागिरहेका छौँ। अलिकति म नाम उच्चारण गर्न असमर्थ भएँ, सायद म पहिलोचोटि सुनेको भएको कारणले होला। त्यो झरनासम्म पुग्दा अनुभव कस्तो हुन्छ त्यो चाहिँ हामी बटुल्न सक्सेस हुनेछौँ र सबैका राय मैले बुझिसकेको छु र अब चाहिँ हाम्रो नयाँ युवा जेनेरेसनको लागि जो प्राय पैसातर्फ पनि ध्यान दिनुहुन्छ, तपाईँ लाइफमा यो पहिलोचोटि इन्जोय गरेको कारणले तपाईँ के सल्लाह दिनुहुन्छ? सबैले भन्नुहोस् त आफ्नो पालो कि हामीले सधैँभरि पैसा कमाएर मात्र पनि हुन्छ कि लाइफमा कहिलेकाहीँ इन्जोय पनि गर्नुपर्छ। म हरिद्वारमा देखिरहेको थिएँ, प्रायः हाम्रो अङ्ग्रेज साथीहरू आउनु भएको थियो, उहाँहरूले चाहिँ 6 मन्थ काम गर्नुहुन्छ, इन्कम गर्नुहुन्छ अनि 6 मन्थ आउट कन्ट्रीमा गएर आफ्नो जीवन बिताउनुहुन्छ। त उहाँको लाइफस्टाइल अनि हाम्रो लाइफस्टाइल अलिकति डिफ्रेन्ट छ र हाम्रो प्राय मेन धारणा भनेको कमाइ गर्ने अनि त्यसपछि पैसा आफ्नो घर घरले किन्ने आफ्नो म्यानेज गर्ने, तर लाइफमा चाहिँ इन्जोयको मजा अनि ट्राभलिङको मजा लिनुपर्छ कि पर्दैन? म मिस्टर हरिलाई सुन्न चाहेँ, त्यसपछि म पालै जाँदैछु। लाइफमा इन्जोय गर्नुपर्छ, इन्जोय गर्नु धेरै इन्जोय होइन। हामी यहाँ कमाउन आएको आफ्नो ओके अनि म जान चाहे पर्ने ओके पर्सनल राय भन्दा सेवा नै धर्म हो, मन्दिरमा गएर मात्रै धर्म हुन्छ भन्ने मन्दिरमा पैसा चढाएर मात्र धर्म हुँदैन, चाहे धर्मलाई चाहिँ पैसा दिन्छ। यो तपाईँको अमूल्य रायसँगैमा लाग्न चाहे पर्ने लास्ट पोइन्ट अफ भ्यू हामी सही डेस्टिनेसनमा सबैजना 15 दिनको ग्याप मिलाएर वर्षमा 1 महिना जति 2 टाइम्स पर इयरली ट्राभल गर्नुपर्छ भन्ने चाहिँ हाम्रो प्रदीप ब्रोको रायसँगै म चाहेँ हाम्रो छोटो भाइ मिस्टर दर्पण मेरो विषयमा घुम्नु भनेको एकदम जीवनको राम्रो मान्छे नयाँ ठाउँमा नयाँ कुराको पत्ता लगाउनु आफ्नो लागि र अर्काको लागि पनि ओके जस्ट नोर्मल। अनि हामी साथीहरूको राय त तपाईँ सुनिहाल्नुभयो। यतिखेर चाहिँ हामी लगभग हाम्रो डेस्टिनेसनसम्म लगभग पुगिसकेका छौँ, अलिकति छ सायद। अनि हाम्रो साथमा हुनुहुन्छ एकदम हाम्रो जोडीसँग मिल्दोजुल्दो ड्राइभर पनि हुनुहुन्छ, ड्राइभर स्टार साह्रै मनपर्यो। अनि ड्राइभरतर्फ पनि जोड्न म अलिकति चाहेँ। सर अपना नाम बता दीजिए प्लीज। मेरा नाम जय। ओके जय, मिस्टर जय आप कहाँ से बिलोंग है ना कि आप यहीं पे रहने देहरादून के? ओके आप देहरादून से प्रॉपर बिलोंग करते हैं, तो मैं आपसे कुछ बात पूछने जा रहा हूँ यहाँ पे कि देहरादून आप रहने वाले हैं, तो हम तो फर्स्ट टाइम देहरादून आ रहे हैं, काफ़ी अच्छा लगा। और सेकंड थिंग हम पहाड़ के रहने वाले हैं तो डेफिनेटली ये आपको अच्छे लगेगा। तो आपकी लाइफ में यहाँ पे आप अभी जो ट्रिप करा रहे हो, मतलब जो गाइडेंस कर रहे हो, कितने लोगों को आपने गाइडेंस किया होगा? कई हजारों लोग। ओके, और हजारों लोगों के साथ आपने गाइडेंस किया, तो उनके साथ एक्सपीरियंस भी अच्छा खासा रहा होगा आपके पास। ओके, तो आप ये क्षेत्र के बारे में आपने हमको अगर बताना चाहते हैं तो आप क्या कहना चाहते हैं आप आने वाले नए लोग के लिए और हमारे लिए और आपने इस एरिया के लिए? एरिया भी बहुत अच्छा है, पहाड़ों के पहाड़ों के लिए
हाँ हाँ। तो मैं यहाँ पे बोर्ड पे देख रहा था तो पहाड़ों की रानी मसूरी पहाड़ सुनने में आया था। तो इस मसूरी पहाड़ का खास महत्वपूर्ण विशेषता क्या है? देखिए ऐसा मसूरी बहुत ज्यादा ब्यूटीफुल है। यस। ये नाम जो दिया हुआ है ब्रिटिश टाइम से दिया हुआ है। ओके क्वीन ऑफ द हिल्स कहते हैं इसे। ओके ओके या ये हमको इसको हिंदी में पहाड़ों की रानी कहते हैं। यस। तो यहाँ पे आने वाले लोग के लिए आपने क्या मैसेज देना चाहते हैं? सर यहाँ पे आने वाले लोगों के लिए मैसेज देना चाहता हूँ यहाँ पे ज्यादा से ज्यादा पर्यटक आए। हाँ हाँ, यानी कि हमको जो देखने में जितना पहाड़ी एरिया लगता है उतनी रूप में ये डेवलप हो जाए। हाँ, जैसा इंडिया के साथ साथ वर्ल्ड में हमारा ये एरिया फेमस हो जाए। ओके, बिल्कुल ये आप महत्वपूर्ण राजनीति के लिए यानी हमारे भी अच्छे लिए गाइडेंस कर रहे हैं। तो यहाँ पे हम लकी कहना चाहते हैं क्योंकि हम सारे यंग जनरेशन आ रहे हैं, तो हमारे साथ हमारा गाड़ी स्टाफ भी रिज्यूम है और उनके विचार अपन सामने अच्छे तरह से ले ली। हाँ, वाकई में ये जगह बहुत ही अच्छा है, पहाड़ों की रानी कहते हैं इसको। ऐसे ही है, आप भी अगर कई बार घूमना चाहते हैं तो ज़रूर आइएगा, यहाँ के मज़ा ले लीजिएगा क्योंकि हमारे पास समय के बावजूद भी हम मसूरी के इंजॉय यानी कि इसके मज़े लुत्फ उठा के जा रहे हैं और शायद सोच रहे हैं नेक्स्ट टाइम हम दोबारा आने के लिए। हम देख रहे हैं अच्छे अच्छे पहाड़ों के दृश्य भी देख रहे हैं यहाँ पे। अभी महीने के रूप में अभी अब ये मार्च चल रहा है दिल्ली की तुलना में, तो यहाँ पे काफ़ी सारा ठंडा है। बिल्कुल ठंडा को एंजॉय कर रहे हैं हम कूल मौसम में। ऐसे एंजॉय करना ही चाहिए हम लाइफ में, बहुत ही अच्छे पॉइंट ऑफ व्यू देते हैं। तो ऐसे कहते ही हमारा ये आपका ट्रिप तो हमारा जारी है। जब हम सही डेस्टिनेशन तक पहुंच जाएंगे तो हम वहाँ पे अपना प्रोग्राम फिर दोबारा स्टार्ट कर लेते हैं। तो संपूर्ण साथियों के लिए हम ये कहते हैं कि ये बहुत ही अच्छा जगह है, आप एक बार ट्रिप कर लो और यहाँ के बारे में जानकारी ले लो, बहुत ही अच्छा है। यही मैसेज सुनना चाहता हूँ और ये छोटा वीडियो क्लिप से मैं सही ऑफ होना चाहता हूँ। बस, धन्यवाद।